खुसी भई बाँचेका छौं खुलेर हाँसेका छौं खुसी भई बाँचेका छौं आशालाई साँचेका छौं उत्साहित बनेका छौं अन्धकारमा जिउनेहरूको निम्ति ठुलो ज्योति उदाएको छ श्रापको खैमा भएकाहरू सबै हाँस्न पाएको छ येशूको कारणले हो देहधारणले येशूको कारणले हो देहधारणले सिनै पर्वतदेखि भेटु नेपालसम्म पर्वतदेखि भेटु नेपालसम्म पालदेखि सुलेमानको मन्दिरसम्म आफ्नो वासस्थान बनाउनु भए पनि सबले उहाँलाई भेट्न सकेन तर आज हरेक पापीले भित्र प्रवेश पाएको छ कारणले है कसको कारणले येशूको कारण